हेलो, यहाँहरूलाई स्वागत छ नेसनल ड्राइभिङ सेन्टर 5 तारिकबाट। आज चाहिँ हाम्रो सरको अब 5औं दिन हो। अब आज चाहिँ अब यसरी रोडमा मजाले उहाँले चलाइराख्नु भएको अवस्था छ। यता हाम्रो सन्तोष सर हुनुहुन्छ, उहाँले चाहिँ ट्रायल मजाले अभ्यास गरेर फर्किँदैछौँ हामी ट्रायल स्पोर्टबाट। ल हाम्रो घनेन्द्रजीको के छ त, यसो सिकाइमा कतिको चित्त बुझ्दो छ, यसो केही कुरा राखिदिनु पर्यो सर। अब पाँचथर जिल्लामै एउटा कुरो भन्नु पर्दाखेरि एउटा भौगोलिक हिसाबले पनि अलिक भिरालो भूभागहरूमा एउटा नेसनल ड्राइभिङ सेन्टर आउनु आफैमा राम्रो छ र उहाँले जति पनि हामीले सोचेको भन्दा सरल तरिकाले उहाँले कोच गर्नु हुँदो रहेछ। मैले अब 5 दिन बादमा आज एउटा यो सुत्तामा एउटा ट्र्याकभित्र गाडी एउटा बेल्ट लाएर कुदाइराखेको छु। यतिखेर तपाईँहरू हेर्न सक्नुहुन्छ। यो मूल्याङ्कन चाहिँ तपाईँहरूले आफै गर्नुपर्ने हुन्छ, किनभने म कतिको खुसी छु र कतिको मेरो एक्सपिरियन्स छ तपाईँले यतिखेर हेर्दै हुनुहुन्छ। तपाईँले यो सबै कुरा निर्णय गर्ने, जज गर्ने तपाईँले जिम्मा छ है गाइजहरू। सबैजना आउनु होला। हाम्रो घनेन्द्रजी खुसी हुनुहुन्छ होइन? हाम्रो ट्रेनिङ सेन्टरमा कति कसरी गराउनुहुन्छ भन्ने कुरामा चाहिँ, कसरी क्लासहरू गराउनुहुन्छ भन्ने कुरामा चाहिँ तपाईँ एकदम खुसी हुनुहुन्छ? एकदम खुसी, एकदम सरल भाषा छ। हजुर। र उहाँ एकदम नथर्किने, नथाक्ने, जतिखेर पनि मुस्कान उहाँले दिइरहनु हुनेछ होइन। त्यसैले पनि हामीले ऊर्जा मिल्छ कि यो गर्न सकिन्छ। ल ठिक छ सरले अब तपाईँको कुरा राख्नुभयो। अब यो म साथीभाइलाई यही भिडियो मार्फत पनि अब कोही इच्छुक साथीहरू हुनुहुन्छ भने आउनु होला। जीवनमा मरेर लानु केही छैन होइन। आफूले चाहेको सिप एउटा स्किल चाहिँ अब कुनै पनि ड्राइभिङ मात्र नलाएर कुनै पनि अब तपाईँको एउटा स्किल चाहिँ लिनुपर्छ जस्तो लाग्छ होइन, सिक्नुपर्छ जस्तो लाग्छ। त्यसैले गर्दा तपाईँहरू ड्राइभिङ सिक्नलाई बाँकी हुनुहुन्छ भने नेसनल ड्राइभिङ सेन्टर फिल्ममा स्वागत छ। ल हजुरहरूलाई यो भिडियो मार्फत हाम्रो सरको 5 दिनको एक्सपिरियन्स अनुभव उहाँले बताइहाल्नुभयो। अहिले मजाले अब रोडमा यसो रोड अभ्यास भइरहेछ होइन, मजाले चलाइराख्नु भएको छ। तपाईँहरू पनि छुट्नु भएको छ भने आउनु होला। हस् त, धन्यवाद।